हेलो सम्पूर्ण मेरो साथीभाइहरूलाई नमस्कार भन्दै म चाहिँ आज बिहानै उठेर यो मैदा र यिस्ट ल्याउनु जाँदैछु। आज फेरि बाहिर चाहिँ सबै दोकान छिटो त खोलिँदैन, ढिलो खोलिन्छ, त्यही कारण चाहिँ म चाहिँ आज चाहिँ कम्प्लेक्सभित्रै गएर किन्दैछु। त्यो पुरै डेटहरू हेरेर त्यहाँदेखि त्यो लिएर चाहिँ आएर छिटो लिएर आएर किचनमा म चाहिँ खाना बनाउन थालेँ। डङ्कीडङ वाइफको लागि खानापिना डङ्कीडङ काट्नु थालेँ। म चाहिँ ऊ पनि त्यहाँ डङ्कीडङ मलाई एसिस्टेन्ट गर्दै यताउता गर्नु थाल्यो। ऊ चाहिँ त्यहाँ त्यतिकै डोहरू बनाउँछु भनेर ऊ चाहिँ उतापट्टि बिजी, उतापट्टि रुममा, म चाहिँ यतापट्टि सब्जी बनाउनु थालेँ। उसको लागि ऊ चाहिँ त्यहाँ यो अघि लिएको मैदा यिस्टहरू लगाएर पुरा गुन्दैछ। उसले चाहिँ हाम्रो चाहिँ म र आनुमलाई चाहिँ टाइपो खुवाउने भनेर ऊ चाहिँ ऊ पुरा बिमारी नै भए पनि ऊ चाहिँ ऊ पुरा रेरा जिस्किँदै म चाहिँ यतापट्टि उसको लागि सब्जीहरू बनाउँदैछु। अब यो सकेर फेरि हामी चाहिँ हस्पिटल निक्लिनु पर्ने हो। त्यति गरिसकेर चाहिँ म चाहिँ फेरि तल गएर सुँगुर मासु लिएर सानो सानो काट्नु थालेँ। त्यो चाहिँ अब एकदमै अब डङ काट्नु पनि त्यो हल्ला पुरा हुन्छ। सानो सानो छिटो काट्नु थालेँ यसरी रेद्दै। अब यो सकेर फेरि हामी चाहिँ हस्पिटल अब टेस्टको लागि जानुपर्ने, रिपोर्टहरू पनि रिसिभ गर्नुपर्ने हो। त्यहाँदेखि हामी चाहिँ यहाँ रिभ्यूमा आएको, त्यही कारणले गर्दा त्यसै बसिरहनु भन्दा चाहिँ वाइफले पनि डङ्कीडङ सुरु गर्नु थाल्यो। उसले त पकाउनु थाल्यो। म चाहिँ त हल्का भिडियो गर्दै आनुमले पनि उता टेकाउनु थाल्यो। अब रुममा त्यसै बसिरहनु पनि खाना खानु पनि वाक्कै हुन्छ। यसरी मुख फेर्दै खाएको नि अब परदेशमा अब यो टाइम पास पनि हुने गरममा भन्दै हामी चाहिँ प्रायः लाइट मारेर बस्छ। दिउँसो चाहिँ उज्यालो पुरा उयो हुन्छ कि गरम भएर अचारहरू रेडी छ, त्यो टाइपहरू पनि पुरा रेडी भएर त्यहाँदेखि हामी चाहिँ छिटो खाएर चाहिँ अब हामी चाहिँ हस्पिटल जानुपर्ने हो। त्यहाँदेखि छिटो खाना सर्भ गर्नु थाल्यौँ हामीले। आनुम र मैले त्यत्तिकै अब लामो भिडियो बनाउनु पनि अब गरममा प्रब्लम हुन्छ। हामी चाहिँ अब अलिक त्यो सक्दो चाहिँ अलिक भिडियो बनाएर हो अलिक राम्रो भएन रहेछ भन्दै कम्प्लेन गर्दै खाइरहेको छु। त्यति सकेर चाहिँ अब हस्पिटल निक्ल्यौँ हामी चाहिँ। हस्पिटलको लागि म घरबाट रुमबाट निक्लिँदैछु। त्यहाँदेखि चाहिँ वाइफ पनि पछि आउँदै थियो, उसलाई पनि जिस्किँदै आउँदै थियो। दुईजना पुरा यो दुईजनाको यो टोपी चाहिँ सिग्नेचर चाहिँ जसले पनि चिन्छ। यो चाहिँ अब हामीलाई भिडियोमा पनि यही बेसी लाएर त्यति गर्दै उबर आएर हामी उबरमा चढेर हस्पिटलतर्फ लाग्यौँ। हस्पिटलतर्फ लागेर चाहिँ अब उता सिन हेर्दै यताउता गर्दै गएको। मेरो वाइफ एकछिन बसेको रेला गर्दै थियो, एकछिनमा त सुतेछ। अब यहाँ सुतेको हेर्नुहोस् है, मेरो वाइफ त एकछिन उयो गर्दै थियो, गफ गर्दै एकछिनमा त मजाले सुतेछ। अब यस्तो दामी सिनेरी, जग्गामा यस्तो दामी सिनेरी, बिमारी त सुतेछ। त्यहाँदेखि उता एकैचोटि हस्पिटल पुग्ने बेलामा उठाएर हस्पिटल पुगी पनि गयौँ पो। त्यहाँदेखि सधैँको अस्तिकै त्यो ओपिडी 4मा गएर त्यहाँ अब डक्टरलाई के कस्तो कन्सल्ट गरेर अब टेस्टहरू रिपोर्ट रिसिभ गऱ्यौँ। अनि भोलिको टेस्टको लागि चाहिँ फेरि हामी यहाँ डक्टरसँग कन्सल्ट गर्दैछौँ। त्यहाँ उहाँले पुरा हामीलाई एडभाइस दिँदैछ, यस्तो के खायो खाएको छैन सबै भन्दै। सबै टेस्टहरू सकेर अन्त यता त्यो रिपोर्ट्सहरू चाहिँ कतिवटा चाहिँ आजै गर्नुपर्ने रहेछ टेस्टहरू। यहाँ हामी चाहिँ कन्सल्ट गरेर त्यहाँको कोअर्डिनेटरहरू राम्रो छ, त्यहाँ पनि हो मजाले उहाँले गाइड गर्दैछ कहाँ गर्नु, के गर्नु, कसो गर्नु। दुईजनाले हामीलाई त्यहाँदेखि हाम्रो पेपर लिएर गयो। उसले चाहिँ सरले चाहिँ पेपर लिएर गयो, हामी चाहिँ यहाँ बसिरहेको छु। अब फर्दर उनीहरूले नै यताउता काम गरिहाल्छ, हामी चाहिँ बस्नु मात्रै हो। बस्नुभन्दा पनि अल्छी लाग्छ। त्यहाँ उठेर यता गयो, पानी खाने हेरेँ, घरि यतै जिउ तन्कायो उतै तन्कायो। त्यतिकै लामो भिडियो थियो, त्यतिकै सकेर हामी चाहिँ अब फेरि हस्पिटलबाट सकेर निक्ल्यौँ बाहिर। त्यहाँदेखि यतिकै निक्लिसक्यौँ। भिडियो यस्तो गरममा वाइफले चाहिँ उबर गरेको रहेछ, गाडी चाहिँ भित्रै गएछ। अन्त सेक्युरिटी गार्ड चाहिँ ल्याउनु गइदिनु गाडी पर मेरो वाइफ चाहिँ त्यो उबर गरेको आएछ, त्यो गाडीले देख्नेमा बसिरहेछ। म चाहिँ त्यहाँदेखि भिडियो सानो भिडियो गर्दैछु। गरममा इरिटेट हुन्छ अब यहाँ परदेशमा। त्यहाँदेखि त्यो गाडी पनि भन्दै ट्याक्सी पनि आइहाल्यो। त्यहाँदेखि त्यो ट्याक्सीमा चाहिँ हामी त्यो उबर आयो। अब आजको भिडियो चाहिँ हामी यहीँ राख्छौँ है भनेर हामी चाहिँ मैले त्यति डिसाइड गरेर गाडीभित्र पस्यौँ। उबरभित्र गाडीमा पसेर वाइफलाई पनि अन्त यहाँ ओटिपीहरू ड्राइभरलाई ओटिपीहरू दिएर अन्त उसलाई पनि लु बाई बाई भन त लास्ट भनेर उसले पनि बाई बाई, लु सबलाई बाई बाई।